हेलो गाइज, वेलकम ब्याक टु यर च्यानल। सबैजना सन्चै आराम हुनुहुन्छ होला। एन्ड म पनि सन्चै आरामै छु। धेरै लामो समयपछि चाहिँ म भ्लग युट्युबमा पोस्ट गर्दैछु होइन। अहिले लामो समयदेखि हामी चाहिँ यो बागलुङको गाजादह भन्ने ठाउँमा चाहिँ जाने भन्दै अहिले चाहिँ यो कार्तिकको महिना वैकुण्ठे पूर्णिमा मेला गाजादहमा चाहिँ हामी हिजो रातिसम्म चाहिँ उपस्थित भएका थियौँ है। हिजो राति लगभग 7 बजेतिर उपस्थित भएका थियौँ। गाजादह कस्तो छ भनेर मनमा चाहिँ एकदम खुल्दुली भएको थियो पहिल्यैदेखि के 1-2 वर्ष अगाडि नै जानी भन्दै समयको पाबन्दीले चाहिँ यस्तै भएर चाहिँ अहिले चाहिँ लगभग सायद हामी यो गाजादह चाहिँ आउने प्लान पनि थिएन, अचानक भएको प्लान हो। अनि देख्न सक्नुहुन्छ यो चाहिँ अब हाम्रो गाजादहको स्पेसल यो मूर्ति देख्न सक्नुहुन्छ है। अनि उता डाँडा सारा पुरै एकदम गहिरोमा लगभग एकदम चिसो छ। अहिले चिसो मौसम भएको कारणले पानी चाहिँ यो गाजादहको पानी चाहिँ लगभग घटिसकेको अवस्था देख्न सकिन्छ यहाँ। अनि हिजो चाहिँ हामी यो तोरण चाहिँ यो जुन तोरण टाँगेको छ हिजो पूर्णिमा को दिन चाहिँ एकदम स्पेसल पूजा हुने गर्दो रहेछ यहाँ। अहिले चाहिँ तपाईको हिजो आउँदाखेरि चाहिँ अब राति भइसकेको थियो, हामीले चाहिँ खिच्न सकेका थिएनौँ। हिजो दिउँसै अब पूजाआजा गरेर होइन देख्न सक्नुहुन्छ यहाँ पूजा गर्ने एउटा मेन स्थल भयो भने एउटा चाहिँ तपाईँहरूको तोरण चाहिँ टाँग्ने एकदम रमाइलो गर्ने तोरण टाँग्ने यस्तो हुँदो रहेछ पूर्णिमा। अहिले यही हो यहाँको स्पेसल भनेको गाजादह भनेर। पहिला चाहिँ दहमा चाहिँ पात खस्यो भने चाहिँ चराले टिपेर चाहिँ फाल्थ्यो भन्ने एउटा दन्ते कथामा चाहिँ आधारित यो भनाइलाई चाहिँ एकदम विशेष ध्यान सबैले चाहिँ विशेष रूपमा चाहिँ ध्यान दिएको अवस्था छ। अहिले चाहिँ यहाँ यी कुकुर चाहिँ आल बसिरहेको अवस्था देख्न सक्नुहुन्छ। अनि यता मन्दिर छ, अब यो ताल भइहाल्यो होइन। अनि यहाँ चाहिँ अब घरहरू चाहिँ अब माथि बस्ती होला। यहाँ चाहिँ अब त्यही वर्षको एकचोटि चाहिँ यहाँका मान्छेहरू चाहिँ यो घरहरूमा चाहिँ होटेल थाप्ने होइन त्यस्तै काममा चाहिँ सक्रिय हुँदो रहेछन्। अब प्राय युवाहरूले चाहिँ यहीँ बसेर वर्षपुरी बसेर चाहिँ होटेल गर्ने काम रहेको छ भने अरू चाहिँ अब बुढाबुढी चाहिँ अलि तल गाउँमा चाहिँ आफ्नै घरमा चाहिँ जाने गर्दो रहेछन्। अब यहाँको विशेषता भनेको यही हो। अब के छ भन्दाखेरि यही हो देख्न सक्नुहुन्छ यसलाई, यस उहाँलाई देख्न सक्नुहुन्छ होइन। पृथ्वी पनि छ माथि, पृथ्वी उचालेको हाम्रो ठ्याक्क नाम आएन। अनि एकदम बिहानको मौसम चिसो बिहानी पख होइन चिसो मौसम तपाईँहरूले अवलोकन गर्न सक्नुहुन्छ होइन, देख्न सक्नुहुन्छ भिडियोमा। अनि तपाईँहरूको साथ सहयोगको अपेक्षा गर्दै होइन म चाहिँ अब फेरि निरन्तर युट्युबमा भिडियो पोस्ट गर्नेछु होइन। यो पनि पछि लाउँछ क्या फेरि तपाईँहरूको साथको खाँचो
अवश्य पनि रहन्छ हैन। अनि धेरै लामो समयपछि म चाहिँ युट्युबमा अहिले भिडियो अपलोड गर्दैछु, किनभने अब निरन्तर भिडियो बनाउन नसके पनि अहिले एक वर्षको अन्तरालमा 1 वर्ष भइसक्यो मैले युट्युबमा भिडियो अपलोड नगरेको। त्यसको लागि चाहिँ म क्षमा चाहन्छु। अब चाहिँ म युट्युबमा भिडियो चाहिँ निरन्तर दिनदिनै नसके पनि हप्तामा एकचोटि हैन भिडियो अपलोड गर्नेछु। अनि तपाईहरुले चाहिँ माया गरिदिनु होला। अहिले चाहिँ मेरो युट्युबमा सब्स्क्राइब चाहिँ 1.4K सब्स्क्राइब पुगेको छ। यो तपाईको माया र सहयोगले गर्दाखेरि नै यतिसम्म आइपुगेको हो। ओए टोक्ला चाहिँ अस्ति मलाई चाहिँ बेलुकी काम सकेर बागलुङमा ड्युटीबाट काम सकेर घरमा आउँदाखेरि कुकुरले चाहिँ टोकेको अवस्था है। के गर्ने अब त्यस्तै हो समय। अब यसले टोक्न र टोक्दैन तै पनि कुकुरको भर हुँदैन हैन। टोक्यो अनि रातारात गएर चाहिँ अब टिटिसुई रेबिज लगाइहालेको अवस्था है। अनि देख्न सक्नुहुन्छ चमच्चा, काठको चमच्चा मस्त देख्न सक्नुहुन्छ। यो चाहिँ बागलुङको जयमुनी नगरपालिका 10 अवस्थित कुवाद 10 पर्छ कि कति पर्छ है ठ्याक्क एक्ज्याक्ट थाहा भएन हैन। तर जयमुनी नगरपालिकामा पर्ने यो कुवाद एकदम चर्चित पर्यटकीय स्थल पनि रहेको तपाईहरु सामु जानकारी गराउँछु हैन। अहिले चाहिँ देख्न सक्नुहुन्छ बिहानको मौसम है। अब यहाँको विशेषता त यो अब यहाँ आउनुको कारण उद्देश्य भनेको कुवाद भन्छन्। अनि त्यस पछाडि कुवाद कस्तो रहेछ भनेर मान्छेहरु चाहिँ अलिकति मनमा चाहिँ कौतूहलता के एकदम कौतूहलता जागेको हुन्छ। त्यही भएर आउँछन् हैन। आएपछि विशेषता भनेको यही हो तपाईहरुको हैन। यो चाहिँ पानी चाहिँ कहाँबाट आउँछ नि थाहा छैन है। यहाँ अब ताल छ हैन। अब यहाँको एउटा देउताले नै उ गरेको हुन सक्छ हैन। यो कुवा चाहिँ यस्तो रहेको छ। अब चाहिँ यति भन्दै देख्न सक्नुहुन्छ तपाईहरु पनि आउनु होला, घुम्नु होला हैन। गाजा द बागलुङको गाजा द आफै स्वयं उपस्थित भएर हेर्न सक्नुहुन्छ, भिजिटिङ गर्न सक्नुहुन्छ हैन। त्यसैले तपाई पनि एकपटक आउनु होला। भिडियो यदि हेर्नु भएको छ भने गाजा द चाहिँ पक्कै पनि आउनु होला एकचोटि घुम्न है। म पनि प्लानिङ सहित त आएको हैन। तर अचानक प्लान भयो। हिजो राति आउँदाखेरि खासै केही देखिएको थिएन। अहिले बिहान चाहिँ अब यो देख्न सक्नुहुन्छ एकदम राम्रो भ्यू देख्न सक्नुहुन्छ हैन। अब यति भन्दै मेरो भन्नु केही छैन हैन। खासै बोल्न नि आउँदैन। अब यति नै हो मेरो भनाइ। अनि अब मेरो च्यानललाई चाहिँ तपाईहरुले एकदम साथ दिनु होला हैन। साथ भन्दा पनि तपाईहरुको लाइक, कमेन्ट, सब्स्क्राइब हैन, शेयर को जरुरत एकदम चाहिन्छ मलाई। माया गरिदिनु होला। मेरो युट्युब च्यानल अमित भ्लग म्याग्दी रहेको छ। किनभने अब खासै राम्रोसँग बोल्न त आउँदैन, तै पनि बिस्तारै सिक्दैछु, सिक्ने प्रयास गर्दैछु हैन। जानी नजानी भए पनि तपाईहरु सामु चाहिँ हल्का कुराहरु बिसाएको छु। मेरो
च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। यति भन्दै म चाहिँ अर्को भिडियोमा उपस्थित हुन्छु। धन्यवाद।